पहाडको सुन्दर गाउँमा हरिप्रसाद नामका एक बाहुन बस्थे। उनी गाउँभरि लोभी बाहुन भनेर चिनिन्थे, किनकि उनलाई पैसा र सुनप्रति अत्यन्त लोभ थियो। उनको घरमा खानेकुरा, अन्न, पैसा सबै प्रशस्तै थियो। गाउँका गरिब मानिसहरू सहयोग माग्न आउँदा उनी रिसाएर बगाइदिन्थे। तर उनकी श्रीमती भने धेरै दयालु थिइन्। उनी बेला बेला भन्थिन्, मान्छेले धेरै लोभ गर्नु हुँदैन, धनभन्दा ठुलो कुरा राम्रो मन हो। तर हरिप्रसाद हाँसेर भन्थे, राम्रो मनले पेट भरिँदैन, सुन र पैसा भए मात्र जीवन सुखी हुन्छ। एक दिन गाउँमा ठुलो हल्ला फैलियो। जङ्गलको माथिल्लो भागमा पुरानो मन्दिर नजिक कुनै लुकेको सुनको भाँडो छ भन्ने कुरा सबैले सुने। यो कुरा सुन्नासाथ हरिप्रसादको आँखा चम्कियो। उनी मनमनै सोच्न थाले, यदि त्यो खजाना मैले पाएँ भने म गाउँकै सबैभन्दा धनी मान्छे बन्छु। त्यसै रात उनी चुपचाप जङ्गलतिर लागे। जङ्गल निकै डरलाग्दो थियो। रुखका पातहरू हल्लिरहेका थिए, तर सुनको लोभले गर्दा उनलाई कुनै डर लागेन। धेरै बेर हिँडेपछि उनले पुरानो मन्दिर भेट्टाए। मन्दिरभित्र छिर्दा उनले एउटा बुढो साधु देखे। साधुले शान्त स्वरमा भने, किन आएका छौ यहाँ? हरिप्रसादले झुट बोल्दै भने, म त भगवानको पूजा गर्न आएको। उनी हरिप्रसादको लोभ बुझिसकेका थिए। साधुले भने, यहाँ एउटा सुनको भाँडो छ, तर त्यो भाँडो केवल राम्रो मन भएको मानिसले मात्र राख्न सक्छ। हरिप्रसादले मनमा नै हाँसे। म त भगवानको पूजा गर्न आएको, यो बुढोले मलाई डराउन खोजेको होला, उनले सोचे। साधुले एउटा पुरानो कोठा देखाइदिए। त्यहाँ साँच्चै चम्किलो सुनको भाँडो थियो। उनले तुरुन्त भाँडो उठाए आफ्नो बनाउन खोजे। त्यत्तिकैमा अचानक ठुलो आवाज आयो। कोठाको ढोका आफै बन्द भयो। हरिप्रसाद डराए, तर उनले सुनको भाँडो छोडेनन्। अचानक भाँडोभित्रबाट आवाज आयो, लोभी मानिसले त्यसलाई राख्न खोजे ठूलो दुःख पाउँछ। हरिप्रसादको शरीर काँप्न थाल्यो, तर उनी अझै सुन लिएर भाग्न खोज्दै थिए। जसै उनी मन्दिरबाट बाहिर निस्किए, जङ्गलको बाटो हरायो। उनी घुमिरहे, तर गाउँ फर्किने बाटो भेटिएन। बिहान भएपछि उनले एउटा खोला देखे। पानी खान खोज्दा उनले भाँडो भुइँमा राखे, तर भाँडो खोलामा खस्यो र पानीसँगै बग्न थाल्यो। अचानक त्यही बुढो साधु त्यहाँ देखा परे। साधुले शान्त स्वरमा भने, हरिप्रसाद आँसु झार्दै बोले, मैले ठूलो गल्ती गरेँ। मलाई सुन चाहिएको थियो, तर मैले मानवता बिर्सिएँ। साँचो धन भनेको राम्रो मन हो। साधु मुस्कुराए। त्यसपछि साधुले उनलाई गाउँ फर्किने बाटो देखाइदिए। यस कथाले हामीलाई सिकाउँछ कि इमानदारीको अगाडि सुनको पनि कुनै महत्त्व हुँदैन।